नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। अरुण तेस्रो जलविद्युत कार्यालयमा अज्ञात समूहले गरे बम विस्फोट, पर्खालमा क्षति। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको अवसर पारेर विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा दीप प्रज्वलन। सडक विस्तारको काम हंसपुर नगरपालिकाको बागचौरमा समेत सुरु। आगामी मे महिनाबाट परमाणु परीक्षण स्थल बन्द गर्ने उत्तर कोरियाको घोषणा। र आइपिएलमा मुम्बई इन्डियन्स चेन्नई सुपर किङ्सलाई 8 विकेटले पराजित। अब समाचार विस्तारमा। अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयमा अज्ञात समूहले गै राति बम विस्फोट गराएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खान्दबारी 9 स्थित तिलिङटारमा रहेको आयोजनाको कार्यालयमा बम विस्फोट भएको हो। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले गै राति 12:25 बजे अज्ञात समूहले आयोजनाको कार्यालयमा विस्फोट गराएको जनाएको छ। प्रहरीका अनुसार विस्फोटबाट कार्यालयको दक्षिणतर्फ सन्यास क्षति भएको छ। 12:25 बजे कार्यालयको दक्षिणतर्फ बम विस्फोट हुँदा पर्खालमा सामान्य क्षति भए पनि अन्य क्षति भएको छैन। इन्सपेक्टर देव प्रसाद गौतम भने विस्फोट कसैले गर्यो भनेर बारे केही खुलेको छैन। घटना लगत्तै सुरक्षा सतर्कता अपनाइरहेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महोत्तरीको मटिहानी बोरामा शव फेला परेको महिलाको हत्यामा संलग्न रहेको आशंकामा उनका श्रीमान पक्राउ परेका छन्। मटिहानी नगरपालिका 9 बस्ने 30 वर्षीय पुनम देवी दास शब्देको शव जनकपुर मटिहानी सडक खण्ड अन्तर्गत बदरात स्थित सडक छेउमा गत चैत 21 गते बोराभित्र हालिएको अवस्थामा भेटिएको थियो। प्रहरीले पुनम देवीको हत्या उनका श्रीमान शिव शङ्कर दासबाट भएको हुन सक्ने आशंका गर्दै पक्राउ गरेको हो। दास श्रीमतीको हत्यापछि फरार थिए। दासले नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको महोत्तरीका प्रहरी नायक उपनिरीक्षक रत्नेश्वर पौडेलले जानकारी दिए। सबको केही जलेको अवस्थामा भेटिएकाले प्रहरीले हत्या गरेको फालिएको जनाएको थियो। पुनमलाई यातना दिएर हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ। दासलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। प्रदेश सरकारले सफल र समृद्ध बनाउन सबैको सहयोग अपरिहार्य रहेको प्रदेश नम्बर 2 का प्रमुख रत्नेश्वरलाल कायस्थले बताउनु भएको छ। FAS नेपाल तथा सेटस नेपालको आयोजनामा प्रजातन्त्रको सुदृढीकरणमा नागरिक शिक्षाको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रमुख कायस्थले प्रजातन्त्रको रक्षा तथा सुदृढीकरणमा हरेक नागरिकको सहयोगको आवश्यकता रहेको, नागरिक शिक्षाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले प्रदेश सरकारबाट हुने कमी कमजोरीलाई बेला बेलामा नागरिक समाजले लिखित रूपमा सुझाव दिई प्रजातन्त्रलाई सबल पार्न सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा वरिष्ठ पत्रकार राजेश्वर नेपालीले हरेक भाषाको संरक्षण गरी अगाडि बढ्न सकेमा देश समृद्ध हुने बताउनुभयो। त्यस्तै प्रदेश नम्बर 2 मा सिँचाइको व्यवस्था गर्न सकिए यो प्रदेश कृषि क्रान्तिको क्षेत्रमा अग्र स्थानमा रहने पनि बताउनुभयो। 15 र 16 गते 2 दिनसम्म चल्ने सो कार्यक्रममा अधिकांशले प्रजातन्त्रको सुदृढीकरणमा र नागरिक शिक्षाको खाँचो रहेको औँल्याएका थिए। कार्यक्रममा प्रदेश नम्बर 2 का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, FAS नेपालका कन्ट्री डाइरेक्टर जर्मन नागरिक एनेट स्टिल, पूर्व मन्त्री युधिवंश झा, सरस्वती चौधरी, शीतल झा, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, अधिवक्ता तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। सो कार्यक्रममा अधिवक्ता रेखा झा र चन्द्रदेव भट्टबाट छुट्टा छुट्टै 2 वटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ। लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ। 2562औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको अवसर पारेर विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा दीप प्रज्वलन गरिएको छ। मायादेवी मन्दिर र मन्दिरसँगै रहेको पुष्करिणी पोखरी वरपर बालिएको दीपबाट मन्दिर क्षेत्र मनोमोहक बनेको थियो। सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णचन्द्र देवकोटा, विभिन्न देशका राजदूत र अति विशिष्ट पाहुनाहरूको दीप प्रज्वलन गरेका थिए। बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा सुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले बौद्ध
जन्मस्थल लुम्बिनी र लुम्बिनी विश्व शान्तिको मुहान बन्ने नारालाई विश्वव्यापी रूपमा स्थापित गर्न लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताउनुभयो। अब समाचारमा विश्रामपछि सडक विस्तारको काम हंसपुर नगरपालिकाको बागचौरमा समेत सुरु। आगामी मे महिनाबाट परमाणु परीक्षण स्थल बन्द गर्ने उत्तर कोरियाको घोषणा र आइपिएलमा मुम्बई इन्डियन्स चेन्नई सुपर किङ्सलाई 8 विकेटले पराजित। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। हंसपुर नगरपालिकाको बागचौरमा समेत सडक विस्तारको काम सुरु गरिएको छ। हंसपुर नगरपालिकाकी उपमेयर रेणु कुमारी झाको नेतृत्वमा सडक विस्तारको काम सुरु गरिएको छ। वैशाख 14 गते बसेको कार्यपालिकाको बैठक निर्णय गरी बमोजिम नगरपालिकाको विभिन्न वडाहरूको मुख्य सडकहरूको विस्तारको काम सुरु गरिएको उपमेयर मिश्रले बताइन्। सडक विस्तारका क्रममा सबै वडाका वडा अध्यक्षहरूको समेत सहभागिता र समर्थन रहेको छ। मोनास्टिक स्कुलका विद्यार्थी टोली बङ्गलादेशतर्फ प्रस्थान गरेका छन्। 21औं अन्तर्राष्ट्रिय विद्यार्थी सम्मेलनमा सहभागी हुनको लागि जनकपुरबाट मोनास्टिक हायर सेकेन्डरी स्कुल बोर्डिङ स्कुलबाट एक टोली सहभागी हुन भोलि बेंगलोर देशतर्फ प्रस्थान भएका छन्। बेंगलोर देश सोसाइटी फर टोटल क्वालिटी म्यानेजमेन्ट आयोजनामा हुन लागेको सो सम्मेलनमा सहभागी हुनका लागि स्कुलका फाउन्डर डाक्टर सोनु कुमार, शिक्षक रमेश कर्ण, विद्यार्थीहरू डिलर प्रशान्त झा, शिव अधिकारी, सार्थक बछा र ऋतिक यादव लगायत 6 जना बङ्गलादेश प्रस्थान गरेका छन्। विश्वमा शान्ति र दिगो विकासका लागि गुणस्तरीय शिक्षाको आवश्यकता नारासँगै आरम्भ हुने यस सम्मेलनमा स्थानीय विद्यालयको समस्या, सामान्य ज्ञान प्रतियोगिता, कम्प्युटर प्रोग्राम, वाद विवाद लगायतका विभिन्न किसिमका क्रियाकलाप तथा प्रतियोगिता विभिन्न बीच हुनेछन्। यस सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, साउथ अफ्रिका, कतार, टर्की, पाकिस्तान, युएसए लगायतका करिब 1.5 दर्जन भन्दा बढी देशका 200 भन्दा बढी विद्यार्थीहरू दर्जनौं विद्यालयबाट सहभागी हुने जानकारी डाक्टर सोनु कुमारले दिनुभयो। जनकपुर धाममा अत्याधुनिक हस्पिटलको शुभारम्भ भएको छ। डाक्टर एसके सिंह र सोनिया सिंहको काव्य क्लिनिक अब काव्य हस्पिटलका रूपमा सञ्चालितमा आएको छ। तत्कालीन स्त्री तथा प्रसुति जेनरल मेडिसिन, अर्थोपेडिक र बाल रोगको विशेषज्ञ उपस्थितिमा सेवा प्रदान गर्ने र सेवा विस्तार गर्ने जोर डाक्टर एसके सिंहले बताए। पहिलका बात की आपने देख ली होगी कि काव्या हॉस्पिटल नर्सिंग होम नहीं है। जो जनमानस में कंसेप्ट है कि नर्सिंग होम सब दूसरा के काम करे जो आपने कहलिए तेहन अपने के कार्यशैली से एकदम में प्रमाणित भ जाती। कह के बात नहीं कहला तो सब कहते जो हॉस्पिटल वाला जाबे कहते हम सबसे बेस्ट हम उहे कहते में फर्क नहीं भेल। अपने एक कार्यशैली देखबे विगत कुछ दिन में अपने सब क्लियर भ जाते। बिल्डिंग से अपने के अभियो लगित होते कंसेप्ट की हम सब की कंसेप्ट देवा चाहे जनकपुरवासी के या की सर्विस रहले फर्क के बात की दूसरा नर्सिंग से की फर्क है। फर्क अपने के अब दिखाई पड़ गए। फिर भी हम वार्ड में कहे कि फुल्ली सेंट्रल एसी हम सब दिले कि कहीं भी कीटाणु के प्रवेश सब नहीं हुए, इन्फेक्शन के चांसेस जो है कम हुए। ओटी जो है हम सब पूरे वर्ल्ड लेवल के मॉड्यूलर ओटी दिले ऑपरेशन थिएटर। उसके बाद में पेशेंट के सिंगल केबिन सबके व्यवस्था है, जबकि टॉयलेट बाथरूम के अलग अलग व्यवस्था है। हर एक बेड पे अपने देखिए कि सेंट्रल जो है ऑक्सीजन सप्लाई, वैक्यूम सप्लाई सेंट्रल है। कहीं सिलेंडर ले जाके ऑक्सीजन लगावे के या कम भ गए। अस्पताल शुभारम्भ भएको अवसरमा निशुल्क थाइरोइड जाँचको समेत व्यवस्था गरिएको थियो। त्यस क्रममा करिब 1000 व्यक्तिले थाइरोइड जाँचका लागि आफ्नो रगत दिएका छ। अस्पतालमा आधुनिक शल्यक्रिया हुने र जसका लागि आधुनिक अपरेसन थिएटरको समेत निर्माण गरिएको छ। यो नर्सिङ होम भन्दा पनि अस्पताल हुने र अट्याच बाथरुम सहितको बेडरुम, क्याबिन रुम व्यवस्था गरिएको समेत बताइएको छ।
समाचारमा फेरि व्यापारिक विश्रामपछि आगामी मे महिनाबाट परमाणु परीक्षण स्थल बन्द गर्ने तयारी कोरियाको घोषणा र आइपिएलमा मुम्बई इन्डियन्स चेन्नई सुपर किङ्सले 8 विकेटले पराजय। विश्रामपछि समाचारमा फेरि स्वागत छ। अब बाँकी समाचार। सप्तरीमा आयोजित कार्यक्रमका प्रवक्ताहरूले नेपाल भारत मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। सप्तरी सदरमुकाम राजविराज शनिबारबाट आयोजित नेपाल भारत मैत्री संघ शाखा सप्तरीको तेस्रो मैत्री सभा उद्घाटन कार्यक्रमका वक्ताहरूले रोटी बेटीको सम्बन्ध रहेको नेपाल भारत मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै त्यस्तो सहकार्यको दुवै मुलुकको विकास समृद्धि र सुरक्षा व्यवस्था सुदृढ बन्ने बताएका हुन्। प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले दुई देशको समधुर सम्बन्ध र साझेदारीले नेपाल भारत बीचको अधिकांश समस्या समाधान हुन सक्ने विश्वास व्यक्त गरे। आन्तरिक मित्रता बलियो बनाउँदै नेपाल भारत मैत्री समधुर बनाउँदै लैजानुपर्ने उनको सुझाव थियो। एक आपसमा आइपरेका समस्याहरूको आदान प्रदान गर्ने, भारत नेपाल मैत्री सङ्घसित त्यसका शाखाहरू छन् भने पनि सम्बन्ध राख्ने, डायलग गर्ने र दुई देश बीचका जनस्तरका सम्बन्धहरूलाई अझ बढी प्रगाढ र हाम्रो यो जुन सम्बन्ध छ रोटी बेटीको हाम्रो हरेक सम्बन्ध छ। वास्तवमा हामीले त्यस्तै 10 बजा गएपछि उतातिर भारत भन्छौँ, यता नेपाल भन्छौँ, तर हामीलाई के लाग्छ भने उता पनि हाम्रै हो यता पनि हाम्रै हो जस्तो लाग्छ। नेपाल भारत मैत्री संघ शाखा सप्तरीका अध्यक्ष मनोज मुद्दारले सदियौंदेखि नेपाल भारत मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउँदै एक आपसमा देखिएको समस्या मिलेर समाधान गर्नुपर्नेमा जोड दिए। उनले संघद्वारा जिल्लामा वर्षभरि गरिएको कार्यक्रमहरूबारे सविस्तार जानकारी पनि गराएका थिए। गरेका छौँ भन्ने अघि उसमा अध्यक्ष बन्द सत्रको प्रतिवेदन अहिले नै हामीले जानकारी गराएका छौँ। त्यसमा यहाँहरूले हेर्नु नै भएको छ। त्यसमा हाम्रो सङ्घको तर्फबाट चाहिँ फलफुल वितरण भयो। जसरी कि योभन्दा अगाडिको कार्यकालमा चाहिँ हामीले कारागारभित्र गएर जेलका कैदीहरूलाई पनि हामीले क्यारम बोर्ड, लुडो, टेनिस, भलिबल, ब्याडमिन्टन तीहरू पनि हामीले वितरण गरेका थियौँ। फलफुल वितरण पनि हामीले नेपाल भारत मैत्री सङ्घको द्वारा अस्पतालमा, त्यसपछि बाल कल्याण सभागृहमा हामीले पटक पटक गरेका छौँ। संघ अध्यक्ष मुदराको अध्यक्षतामा आयोजित तथा आभास सेतु सिंहद्वारा सञ्चालित उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तिहरू शुभकामना दिँदै खुल्ला सीमा र रोटी बेटीको सम्बन्धले नेपाल भारतको सम्बन्धलाई विशिष्ट बनाएको चर्चा गर्दै यसलाई कायम राख्न दुवै मुलुकवासीले आफ्नो ठाउँबाट सकारात्मक पहल गर्ने पर्ने जोड दिएका थिए। सिराहाको मिर्चयामा एक दिन निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। मिर्चया नगरपालिका सहयोग तथा आयुर्वेद औषधालय मिर्चयाको तत्वाधानबाट मिर्चया नगरपालिका वडा नम्बर 5 मा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा पेट, पिसाब, हात, खुट्टा जोड्ने, मानसिक छालाघातुवाद, महिला र बालबालिकाका नयाँ तथा पुरानो रोगहरूको जाँच गरी निःशुल्क औषधि दिएको आयोजकले जनाएको छ। आयुर्वेद चिकित्सा डाक्टर रविन्द्र कुमार यादवले नेतृत्वमा आएको टोलीले 442 जना बिरामीहरूलाई जाँच गरी निःशुल्क औषधि वितरण गरिएको मिर्चया आयुर्वेद औषधालयका प्रमुख तथा कार्यक्रम संयोजक राकेश कुमार यादवले जानकारी दिए। जिल्ला आयुर्वेद सिराहाका प्रमुख नगेन्द्र पटेलले अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा मिर्चया नगरपालिकाका मेयर शरण यादवको उपस्थिति रहेको थियो। त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नगरपालिकाका उपमेयर जिप्सी देवी शाह, प्रशासकीय अधिकृत राजेन्द्र पौले, वडा नम्बर 5 का वडा अध्यक्ष धीरेन्द्र कुमार शाह, मिर्चया पशु कार्यालयका प्रमुख नागेश्वर याथी, कृषि कार्यालय मिर्चयाका प्रमुख हरिचन्द्र पण्डित, इलाका प्रहरी कार्यालय मिर्चयाका प्रहरी नायक उपनिरीक्षक गजु सिद्धि भट्टाचार्य, सशस्त्र प्रहरी बल बेस क्याम्पस मिर्चयाका सशस्त्र प्रहरी नायक उपनिरीक्षक दल बहादुर श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार।
उत्तर कोरियाले आगामी मे महिनाबाट परमाणु परीक्षण स्थल बन्द गर्ने घोषणा गरेको छ। शुक्रबार उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन बीच भएको भेटवार्ता परमाणु परीक्षण नगर्ने सहमति भएको थियो। त्यस लगतै उत्तर कोरियाले मे महिनाबाट परमाणु परीक्षण स्थल बन्द गर्ने जानकारी दिएको दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका प्रवक्ताहरू उद्धृत गर्दै समाचार एजेन्सी AFP ले जनाएको छ। साथै उत्तर कोरियाले आफ्नो टाइम जोन पनि परिवर्तन गर्नेछ। हाल उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा घण्टा फरक छ। अब परिवर्तन गरेर समान बनाउने उत्तर कोरियाको तयारी छ। यसअघि उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियामा भ्रमणको क्रममा कोरियाली प्रायद्वीपलाई निरस्त्रीकरण गर्ने सहमति भएको थियो। यो ऐतिहासिक भ्रमणले नयाँ युगको लागि मार्ग प्रशस्त गरेको उत्तर कोरियाले जनाएको छ। 65 वर्षपछि पहिलो पटक उत्तर कोरियाली नेता उनले दक्षिण कोरियाको भूमिमा पाइला टेकेका थिए। उत्तर कोरियाले कैयौं वर्षदेखि परमाणु हतियार नत्याग्ने बताउँदै आएको थियो। उसका अनुसार अमेरिकी आक्रमणबाट जोगिन परमाणु हतियार आवश्यक छ। 1953 मा कोरियाली प्रायद्वीपका युद्ध भएपछि उत्तर र दक्षिण कोरियाको रूपमा विभाजित भएको थियो। उनीहरूबीचको कूटनीतिपूर्व सम्बन्ध अन्त्यका लागि अमेरिकाले पहल गरेको थियो। अमेरिकी अधिकारी र उत्तर कोरियाका अधिकारीहरूबीच प्रत्यक्ष वार्ता भएको थियो। त्यस लगतै उत्तर कोरियाका नेता किम जोङ उन दक्षिण कोरियाको भ्रमणमा आएका थिए। सो कार्यक्रममा दुई देशका नेताहरूले कोरियाली युद्धको स्थिति समाधान शान्तिपूर्ण सन्धि मार्फत गर्ने साझा प्रतिबद्धता जनाएका थिए। अब खेल समाचार। मुम्बई इन्डियन्ससँग 8 विकेटले पराजित भएपछि चेन्नई सुपर किङ्सले आइपिएलमा 2 अङ्कको अग्रता लिने मौका गुमाएको छ। शनिबार राति भएको खेलमा रोहित शर्माले उत्कृष्ट ब्याटिङ गरेपछि चेन्नई सुपर किङ्ससँग 8 विकेटले पराजित भयो। मुम्बईको भने यो दोस्रो जित हो। चेन्नईले दिएको 170 रनको लक्ष्य मुम्बईले 9.4 ओभरमा 2 विकेट गुमाउँदै पूरा गर्यो। मुम्बईलाई जित दिलाउनका लागि रोहित शर्माले 56 रनको कप्तानी पारसले खेले। उनले 33 बलमा 6 चौका र 2 छक्का प्रहार गर्दै 56 रन बनाए। त्यस्तै ओपनर सूर्य कुमार यादवले 34 बलमा 44 रन बनाए भने इभियन लुइन्सले पनि 43 बलमा 37 रन जोडे। टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले 20 ओभरमा 5 विकेट गुमाउँदै 169 रन बनाएको थियो। चेन्नईका लागि सुरेश रौना 75 रनले योगदान दिएका थिए। यस्तै अम्बती रायडूले 46 रन बनाए भने महेन्द्र सिंह धोनीले पनि 26 रन बनाए। बलिङतर्फ मेचेर म्याक्लेधनले कृणाल पाण्डेले 2-2 विकेट लिएका थिए। चेन्नई 10 अङ्क सहित हैदराबाद र पन्जाबसँगै संयुक्त रूपमा आइपिएल तालिकाको शीर्ष स्थानमा छ भने मुम्बईले 4 अङ्क जोडेको छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। अरुण तेस्रो जलविद्युत कार्यालयमा अज्ञात समूहले गरे बम विस्फोट, पर्खालमा क्षति। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको अवसर पारेर विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा दीप प्रज्वलन। सडक विस्तारको काम हंसपुर नगरपालिकाको बक्सौरमा समेत सुरु। आगामी मे महिनाबाट परमाणु परीक्षण स्थल बन्द गर्ने उत्तर कोरियाको घोषणा र आइपिएलमा मुम्बई इन्डियन्स चेन्नई सुपर किङ्सलाई 8 विकेटले पराजित। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।